सो हेलो गाइस, तपाईँलाई थाहा छ होला होइन यो ठाउँ कुन हो भनेर भ्यू हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। अनि म चाहिँ आज बुढीलाई लिएर सालबारी आएको छु। अनि बुढीले घुमेको छैन अरे नि त, त्यही भएकोले गर्दा उसलाई चाहिँ म क्याट वक हिँड्नु लगाउँदैछु क्या। यहाँ हेर्न सक्नुहुन्छ कस्तो मस्क हाँस्दै हाँस्दै भए पनि हिँड्दैछ। अनि उसको चाहिँ मैले फिल्म जस्तो भिडियो बनाइदिनु खोजेको, तर भएन क्या, सिनेमेटिक भ्यू नै आएन। अनि उसलाई चाहिँ म चाहिँ पर हिँड्नु लगाएर एक्लै है। अनि म चाहिँ पर बसेर भिडियो बनाइदिइरहेको छु। अनि यस्तो छ अरू भन्दा नि त्यो हिँडेर त्यो भिडियो बनाएको चाहिँ एकदम दामी लाग्छ। अनि घुम्दै जाँदाखेरि फेरि उसले चाहिँ पिङ देखेको छ है। अनि पिङ खेल्ने कि ढिप्पी लगाएर मैले उसलाई पिङ पनि खेलाइदिएँ। अनि खेल्दै गयो, मजा आउनु थालेछ। अनि फेरि अझै खेल्ने भनेर यस्तो वाक्क लगायो नि मलाई, ल ठिक छ तिमीलाई इच्छा जति बेरसम्म पिङ खेल्नु मन लाग्छ खेल भनेर छोडिदियो। अनि खेल्दै जाँदाखेरि उसलाई वाक्क लागेको छ लास्टमा चाहिँ। अनि फेरि यहाँबाट होस् जाउँ अब अर्को भिडियो बनाउनुपर्छ भन्दै लिएर गयो, हिँडायो मलाई। अनि फेरि हिँडेको भिडियो बनाइदिनु भनौँ। अनि हिँडेको भिडियो बनाउँदा उसलाई फेरि घुम्नु मन लागेको छ कि। अनि सालबारीको मात्रै भिडियो धेरै भएकोले गर्दा हामी सिधै अजन्धारा मन्दिरतिर लाग्यौँ। अनि अजन्धाराको मन्दिरमा पस्यौँ। अनि यहाँनिर पसेर चाहिँ हामीले केही पनि गरिएन, किनभने अब केही खाइएको थियो नि त। अनि त्यही भएकोले गर्दा हामी पूजासुजा केही पनि गरेनौँ, सिर्फ घुम्यौँ मात्रै, भिडियो बनायौँ थोरै भए पनि। हामीले चाहिँ यहाँबाट अब समय पनि निकै बेलुका भइसकेको थियो। अनि अन्तिम चाहिँ हाम्रो घुम्ने भनेको यहीँसम्म थियो। अनि अलिकति थोरै घुमेर भए पनि भिडियो बनाऊँ भन्ने सोच भएको थियो। अनि थोरै उसलाई उता घुम्नु लगाएँ। अनि हेर्दै गई उसले। धेरै दिन पछाडि भिडियो बनाएर होला। अनि बनाउनु पनि अलिक बिर्सेछु है, बोल्नु पनि। अनि जस्तो भए पनि मलाई चाहिँ राम्रै लाग्यो घुम्नु पनि है। अनि यसो तपाईँहरूलाई कस्तो लाग्यो है, राम्रो लाग्यो भने नराम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला गाइस। यदि भन्दै हामी चाहिँ यहाँबाट बिदा माग्छौँ। बाई।